नमस्ते सम्पूर्णमा एसके ब्लगमा तपाईहरुलाई चाहिँ म आज अकबरे खेती लगाएको सम्बन्धी देखाउँछु। मैले यो अकबरे खेती यसरी गर्दैछु, हजुरहरुले कसरी गर्दै हुनुहुन्छ र यो कागती यी अकबरे खोर्सानी बीचमा छ सुन्तला। यो चाहिँ भर्खर लागेको बिरुवाहरु अकबरेको। यता पुरानो ल गाइजहरु देख्न सक्नुहुन्छ सुन्तला बारीमा चाहिँ अकबरे खोर्सानी गर्दै आएको छु। यो चाहिँ मेरो घर हो, पाली गोठ। यो बेमौसमी अकबरे खोर्सानी चाहिँ निकाल्दै छु मैले। यो पोहोरको बोटो अलिकति चाहिँ यो खोर्सानीलाई चाहिँ समस्या भइरहेछ, रोग कोप्रे लागिरहेछ। यसको सही औषधि के हो भन्ने कुरो अलिकति जानकारी थाहा नभएको हुँदाखेरि अलिकति समस्याले सताइरहेछ खोर्सानीलाई। सबैभन्दा यो कोप्रेको औषधि के हो भन्ने कुरो राम्रो पहिचान हुन सकेन, यसले समस्या पार्यो। कुखुराहरू नि
मेरो पछि चढ्दै आइरहेछ। यो बीचमा फेरि मैले बिरुवा थपेको छु पछौटे। यो यस्तै चैतमा रोपेको, पानी प्रशस्त मात्रामा नपुगेर अलिकति बढ्नु पाएको छैन। यो थपेको बिरुवाहरू यो नयाँ, यो पोहोरको फल्दै गरेको बोटहरू हो। ल गाईजहरू, यो चाहिँ मेरो सुन्तला बारीभित्र अकबरे खुर्सानी खेती देख्न सक्नुहुन्छ। यो चाहिँ मेरो घर वरिपरिको दृश्य हो। यता कागती फुलिरहेछ। ल यो कोप्रेक लागेको छ। यसको सही वास्तविक औषधि हजुरहरूलाई जानकारी भए बताइदिनु होला। यस मेरो एसके किराँती ब्लगमा चाहिँ लाइक कमेन्ट गरिदिनु होला। सही औषधि, यसको वास्तविक औषधि हजुरहरूलाई जानकारी भए